लौ त आज पनि फेरि सुन्नै पर्ने देउडा ल्याएर आएको छ सन्देशमूलक देउडा आजको कसरी बिग्रियो भन्ने विषयमा मैले लेखेको छु। ल सुन्नुहोस् है त। कुलो बिग्ड्यो ढलपनालो खेती बिग्ड्यो आली। कुलो बिग्ड्यो ढलपनालो खेती बिग्ड्यो आली। मान्छे बिग्ड्यो उल्टो मती फलाम बिग्ड्यो फाली। मान्छे बिग्ड्यो उल्टो मती फलाम बिग्ड्यो फाली। पोइ बिग्ड्यो रक्सी र तासले जोइ बिग्डी टिकटकले। गाउँ बिग्डियो राजनीतिले घर बिग्डियो सकले। गाउँ बिग्डियो राजनीतिले घर बिग्डियो सकले। छोरो बिग्ड्यो सम्पत्तिले छोरी आजादीले। सुनका गहना बिग्ड्यो मिसौटे चाँदीले। सुनका गहना बिग्ड्या मिसौटे चाँदीले। दाइ भाइ बिग्डे भागंशले सम्बन्ध पैसाले। ओठ बिग्डिया लिपस्टिकले जिउ बिग्ड्यो ऐसले। ओठ बिग्डिया लिपस्टिकले जिउ बिग्ड्यो ऐसले। दिमाग बिग्ड्यो सोचनाले जवानी बैंसले। दिमाग बिग्ड्यो सोचनाले जवानी बैंसले। वन बिग्डियो बनमाराले घाँस बिग्ड्यो रैसले। वन बिग्डियो बनमाराले घाँस बिग्ड्यो रैसले। खेती बिग्ड्यो युरियाले तरकारी विषले। खेती बिग्ड्यो युरियाले तरकारी विषले। समाज बिग्ड्यो शकुनीले देश बिग्ड्यो रिसले। देउपा बिग्ड्यो श्रीमतीले ओली घमण्डले। वामपन्थी एकता बिग्ड्यो माधव प्रचण्डले। वामपन्थी एकता बिग्ड्यो माधव प्रचण्डले। सङ्गीत बिग्ड्यो छाडा गीतले धर्म बिग्ड्यो जातले। सङ्गीत बिग्ड्यो छाडा गीतले धर्म बिग्ड्यो जातले। नेता बिग्ड्या करप्सनले जनता मासु भातले। नेता बिग्ड्या करप्सनले जनता मासु भातले। व्यापार बिग्ड्यो महँगीले देउ बिग्ड्या झुट्टाले। व्यापार बिग्ड्यो महँगीले देउ बिग्ड्या झुट्टाले। सहरका युवा बिग्ड्या गाँजाका सुट्टाले। सहरका युवा बिग्ड्या गाँजाका शीर्षा सुट्टाले। सासु बिग्डी हैकमले बुहारी माइतले। सासु बिग्डी हैकमले बुहारी माइतले। परदेश नौकरी बिग्ड्यो कुदिनका साइतले। परदेश नौकरी बिग्ड्यो कुदिनका साइतले। विदेश बिग्ड्यो म्यान पावरले बेङ्गलोर मात खानाले। बिल्डिङमा मात खानाले। विदेश बिग्ड्यो म्यान पावरले बेङ्गलोर मात खानाले। पहाड खेतबारी बिग्ड्यो सहर जानाले। पहाड खेतबारी बिग्ड्यो सहर बसाइसराई जानाले। स्वास्थ्य बिग्ड्यो सुविधाले मन बिग्ड्यो लोभले। स्वास्थ्य बिग्ड्यो सुविधाले मन बिग्ड्यो लोभले। मान्छे बिग्ड्यो अहमताले पेट बिग्ड्यो रोगले। मान्छे बिग्ड्यो अहमताले पेट बिग्ड्यो रोगले। रोजगार बिग्ड्यो दलालले मान बिग्ड्यो दारूले। इज्जत मान प्रतिष्ठा। रोजगार बिग्ड्यो दलालीले मान बिग्ड्यो दारूले। नेपालीको इज्जत बिग्ड्यो भारतका भारूले। नेपालीको इज्जत बिग्ड्यो भारतका भारूले। बाटो बिग्ड्यो ठेकादारले विकास कमिसनले। बाटो बिग्ड्यो ठेकादारले विकास कमिसनले। मान्छेको आदतै बिग्ड्यो फोकटिया धनले। मान्छेको आदतै बिग्ड्यो फोकटिया धनले। बाटो बिग्ड्यो ठेकादारले विकास कमिसनले। मान्छेको आदतै बिग्ड्यो फोकटिया धनले। बिल्डिङ बिग्ड्यो मिस्त्रीले साउ बिग्ड्यो सोच्नाले। बिल्डिङ बिग्ड्यो मिस्त्रीले साउ बिग्ड्यो सोच्नाले। साधु बिग्ड्यो झुट्टा ज्ञानले चोर बिग्ड्यो खोज्नाले। साधु बिग्ड्यो झुट्टा ज्ञानले चोर बिग्ड्यो खोज्नाले। लेखक बिग्ड्यो खराब गीतले कलाकार गाइनाले। लेखक बिग्ड्यो खराब गीतले कलाकार गाइनाले। आज देउडा ल्याएको छु रसिला पाइनाले। आज देउडा ल्याएको छु रसिला पाइनाले। नमस्कार। को कसरी बिग्ड्यो अझै पनि हजुरहरूको कमेन्टमा अझै थप्न सक्नुहुन्छ। ए हो होइन को कसरी बिग्रेका मैले लेखेकोमा केही कमी छ भनेपछि हजुरहरूले भन्नुहोला र टिकाराम बिसी फेसबुक पेजलाई फलो गर्न नबिर्सनुहोला। र यदि गीत मेरा देउडा सन्देशमूलक छन् यो सबैले सुन्नै पर्ने छ भने हजुरहरूको फेसबुक पेजबाट यी गीतलाई सेयर गरेर अरू दाजुभाइ कहाँ पुर्याउनु होला। हामी कसरी बिग्र्यौँ हाम्रो समाज कसरी बिग्रेको रहेछ भन्ने विषयमा आज मैले मोटामोटी लेखेको छु। छोटाछोटी झिना मसिना हजुरहरूले लेखेर पठाउनुहोस् र अगाडि सेयर गर्नुहोस्। अगाडिल्लो दाजुभाइले पनि यो देउडा सुन्न पाओस्। तपाईँलाई रसिलो लाग्यो भने अर्कालाई पनि पठाउनुहोस्। मेरा देउडा निरन्तर नेपालभरि छाइरहन्। निरन्तर सुदूरपश्चिम र मध्यपश्चिम कर्णालीमा छाइरहोस्। हजुरहरूको माया म पाइराखौँ। धन्यवाद। आजको दिन शुभ रहोस्। म टिकाराम होड
अब बार परिचय दिन नपर्ला जस्तो लाग्छ। दैलेख दुल्लुको छोटो गाउँ, सानो गाउँ, चरण पादुकाको काखमा बसेको धामी गाउँबाट हजुरहरूलाई स्वागत गर्दछु। अहिले हाल फिलहाल बिरानो मुलुक यो बेङ्गलोरको माराथली भन्ने सहरबाट हजुरलाई स्वागत गर्दछु। टिकाराम फेसबुक पेजलाई फलो गर्ने सम्पूर्णलाई विशेष धन्यवाद दिँदै आजका देउडा यही अन्त गर्दछु। हस्त यहाँको दिन शुभ रहोस्।